यसको वार्षिक आम्दानी कति हुँदो रहेछ? एकदमै लोभ लाग्दो छ। यो गर्न सक्यो भने 50 लाख जति 52,000 लाख जति कतै जानु नेट इन्कम। आज के पकाइरहनु भएको छ तपाईँले? आज विशेष प्रकारको खिर। कति वर्षको एक्सपिरियन्स छ तपाईँलाई पकाउनुमा? खिर हाम्रो यो खानदानी पेसा हो। हाम्रो बाजे बराजुले यो खिरकै व्यापार गरेर पुस्तैनी पेसा हो। जस व्यापार के अरे खिरकै व्यापार गरेर हामी चाहिँ नि जीविकोपार्जन गर्ने हाम्रो अनि यो जात पनि हजुर खिरसँगै सम्बन्धित। अनि यो घर पनि तपाईँले त्यो खिरकै व्यापार गरेर हाल्नु भएन? कति वर्षको तपस्या? यो पनि खिरै बेचेर मेहनत गरेर कमाएको। कति वर्ष भयो तपाईँले के गर्नु? खिर पकाउनु लागेको त झन्डै भयो लगभग 22 वर्ष जति भयो खिर पकाउनु। कहाँदेखि सुरुवात भयो यसको? यो त अब सानैदेखि बुवा आमाले यही व्यापार, बाजे बराजुले पनि यही व्यापार, हजुर खानदानी व्यापार हो। हजुर खिर बेचेर हजुर यसको वार्षिक आम्दानी कति हुँदो रहेछ? एकदमै लोभ लाग्दो छ। यो गर्न सक्यो भने 50 लाख जति 52,000 लाख जति कतै जानु नेट इन्कम। नेपालमै बसिरहेको छु। धन्यवाद यस्तै यस्तै पुरा आइडियाको लागि। यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। खिरको व्यापारको बारेमा बोल्न चाहनुहुन्छ भने मसँग सम्पर्क गर्नुहोला। मैले बायोमा लिङ्क गरिदिन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू।